लास्ट शरम पचेका प्रचण्डको गुखाने झोलेहरूले चाहिँ यस्तो गरेको देखेँ मैले। अनि भित्र गएर मैले प्रोफाइल हेरिसकेपछि उहाँले चाहिँ प्रचण्डको गुखाने काम गर्नुहुँदो रहेछ र राष्ट्रपाको विरोध गर्नुहुँदो रहेछ। राष्ट्रपाको विरोध गर्यो भनेर मेरो चित्त दुखेको होइन, तर जसरी गरिबकी छोराछोरी यस्ता बालन शाहले चाहिँ चिज खाइरहेको भनेर यो भने त्यो देखिसकेपछि मेरो रगत उम्लियो क्या। होइन, जीवनभरि प्रचण्डको गुखाने बाहेक अरू केही काम गर्ने होइन भने क्या। बालन शाह राजनीतिमा आएको कति भयो, बालन शाह सरकारमा आएको कति भयो, र तिम्रो बा 2064 सालबाट अहिलेसम्म माथि सत्तामा बसेको छ, माथि बसेर चाहिँ पटक पटक प्रधानमन्त्री भएको छ। अनि जीवनभरि गुखाने मात्रै काम गर्यो। तिम्रो बालाई सोधेनौ जनताको छोराछोरी यति गरिब किन भए, यति धेरै अनाथ किन भए, जनताको छोराछोरीको अवस्था यस्तो किन भयो भन्ने कुरा प्रश्न किन गरेनौ? गुखाने काम मात्रै गर्यौ। तिमीहरूले अन्न त खाएनछौ, त्यो प्रचण्डको गुखाने मात्रै काम गरेछौ। होइन भने बालेन शाहको कारणले गरिब भएको हो जनताको छोराछोरी। अहिलेसम्म तिम्रा बाले चाहिँ माथि सत्तामा बसेर के गर्यो क्या जनताको लागि? त्यो तिमीहरूलाई तिमीहरूको कार्यकर्ताको पेट भरिदिने, तिमीहरूलाई हक दिने, तिमीहरू गुखाने, त्योभन्दा अरू के गर्यो? एउटा तरिका हुन्छ, राम्रोलाई राम्रो भन क्या। उसले चाहिँ नेपाल सरकारको स्वामित्वमा भएको डिडिसीको प्रचार गरेको छ, जसलाई चाहिँ तिमी कार्यकर्ताले गर्दाखेरि तिमीहरूका भातृ संगठन राजनीतिक चलखेलको कारणले गर्दाखेरि डिडिसी पुरै पत्ता साफ भयो, डुब्यो। अब यो डिडिसीलाई माथि उकास्न पर्छ भन्ने उद्देश्यले बालन शाहले प्रचार गरेको हो, कुनै कि यहाँ चिज खाएको देखाउनलाई गरेको होइन। अनि राम्रो कुरालाई पनि राम्रो नभन्ने, राम्रो कुरालाई पनि राम्रो भन्न नसक्ने, तर प्रचण्डको गुलाई फेरि मिठो भन्दै खाने यिनीहरू जस्ता पतुर मान्छेको कारणले गर्दाखेरि आज यो देश यो अवस्थामा पुगेको हो। जनताको अवस्था यस्तो भएको हो क्या। त्यो आज बालन शाह प्रधानमन्त्री भएको 2 महिनामा चाहिँ जनताको छोराछोरी यस्ता भन्ने मान्छेले तिम्रो बा चाहिँ 2064 सालबाट अहिलेसम्म कतिचोटि प्रधानमन्त्री भयो, कतिचोटि चुनाव जित्यो। अनि त्यो रेणु दाहाल गंगा दाहालको लागि मात्रै गर्नुपर्ने थियो, अरबौंका करोडौंका ब्याग बोकाउनु पर्ने त्यति मात्रै थियो? जनताको लागि केही काम गर्नुपर्ने थिएन? सुकुम्बासीको लागि केही काम गर्नुपर्ने थिएन? कतिसम्म घिनलाग्दो यिनीहरूसँग, यति यिनीहरूको दिमागमा यति गोबर छ। परिवर्तन हुनुपर्ने हो। हामीहरूको यही प्रचण्डको गुखाने बानीले गर्दाखेरि देश यो अवस्थामा पुग्यो। उहिले परिवर्तन भएको भए, नेता परिवर्तन गरेको भए देश यस्तो हुने थिएन भन्ने कुरा थाहा छैन। अझ यो अवस्थामा आइसक्दा पनि अझै प्रचण्डको गुखाने यार। तपाईँ आफै आकलन गर्नु त, तपाईँ आफै भन्नु त, यो कतिसम्म घिनलाग्दा पात्रहरू हुन् यिनीहरू। प्रचण्डको कारणले, शेरबहादुर देउबाको कारणले अथवा पुराना राजनीतिक दलको कारणले देशमा चाहिँ जनता यति गरिब भएको, जनताको अवस्था यस्तो भएको हो कि बालन शाहको कारणले? बालन शाह राजनीतिमा आएको कति भयो? उसले